भुक्टानको कुरो गर्नु हो। भुक्टानको कुरोमा के छ भन्नु होला भने 52 कोटको मण्डल राजा नरिबमका छोरा हरिबम। अब खै हरिबमलाई के लागेको थियो, खापट मस्टाको थानमा कुकुरको बिष्टाले चाहिँ लिपपोत गरेको गर्न लगाएर गोबरले लिपपोत गरे भनेर विजय बुढा नाम गरेका धामीलाई पत्रुन लगाएछन्। ती विजय बुढा धामी खापट मस्ट आएर त्यो 52 कोटको दरबार फुटालिदिएर आधा दरबार उछिटिएर तपाईँको बाजुराको कुण्डा दराको घाटिया भन्ने ठाउँमा पर्न गयो। आधा दरबार चाहिँ कालीकोट अहिले वर्तमान कालीकोटको पलाता दरामा गर्न गयो। अनि खापट मस्ताले के भने आइन्दा तेरो नरिबमको सन्तानले कुनै प्रगति हुने छैन, यसको नाशै हुनेछ भनिदिएपछि एक धार्नीको घण्ट चढाएर उनलाई गल्ती गर्यौँ भनेर माफी मागेर अब सन्तानमा केही नहुने राजकाजमा चाहिँ तेरो समाप्त भयो भने हुनाले अब राजकाज चलाउने बानी लागेका ती चाहिँ त्यहाँ पलातामा 52 कोटमा बस्न सकेनन्। 4 भाइ छोरा मध्ये 1 भाइ छोरा आएर बोगटाना आएर त्यहाँ बोगटीलाई चाहिँ विस्थापित गरेर आफू यहाँ राजा भएर बसे। तिनै बोगटाना बसेका नरिबमका सन्तान बम भएर बसे। बम भए तर यिनले लेख्न चाहिँ बोगटी लेखे। बोगटीले लेख्न गरे। पछि चाहिँ अब एउटा नाम चाहिँ बिर्सेँ, उनी भन्सारका मुखिया हुन् भन्थे। उनले चाहिँ म बम हौ, नरिबमको सन्तान हो, मलाई आइन्दा बोगटी लेख्न नगर भनेर चाहिँ राणाकालको समयमा डोटी गौडामा मुद्दा हालेपछि यसको एकजना राजकोटीले पनि त्यही कुरालाई बयान गरिदिएपछि आइन्दा बोगटी लेखाउनेलाई चाहिँ 1000 रुपियाँ जरिमाना हुनेछ, तिमी चाहिँ नरिबमका सन्तान रहेछ, बमै लेख भनेर चाहिँ फैसला भएपछि बम लेख्न सुरु गरे। बोगटी चाहिँ हटाए। त्यहाँभन्दा अगाडि अब बोगटीले चाहिँ राज्य गरेका थियो। बोगटी बिस्तारै भएपछि बम आएर बोगटानको भूगोलको सम्बन्ध। अब भूगोलको सम्बन्धमा डोटीको अधिकांश भाग बोगटानै हो। 2018 सालको राजनीति परिवर्तनपछि बोगटानको केही आधा तल्लो बोगटान कैलाली जिल्लामा पर्न आयो। माथिल्लो बोगटान चाहिँ डोटी जिल्लामा पर्न गएर एउटा बोगटान 2 भागमा विभाजित भयो। 2018 सालमा राजा महेन्द्रको पालामा, जुन पहिला त्यहाँभन्दा अगाडि 35 वटा जिल्ला थियो, महेन्द्रका पालाबाट जिल्ला विभाजित भएपछि यो चाहिँ बोगटान 2 भागमा विभाजित भएर त्यो चाहिँ 2018 सालको राजपत्रमै उल्लेख भएको छ। यहाँ तपाईँको डोटी क्षेत्रतिर के अरे गर्खा चल्थे, कर्णालीतिर दरा चल्थे। कर्णालीमा चाहिँ 18 वटा दरा थिए, यहाँ गर्खा थिए। यो बोगटान गर्खा मध्येको कित्ता काट भएर आधा गर्खा चाहिँ कैलालीमा, आधा चाहिँ डोटीमा। यो राजपत्र 2018 सालको हजुरसँग पनि छ थियो? यो राजपत्र मसँग पनि छ। हजुरसँग छ? हजुरले जानेको मोटामोटी कुरो यही हो? यही हो। अब यो राजपत्रको कुरा बाहेक अरू कोही विद्वानहरूले पुष्टि नै गर्न ल्याएछ भने उनको कुरा मान्ने हुने गरी मैले जानेको सुर्तीको कुरा यही हो।